त्योभन्दा नि अझै हार्ड सङ्घर्ष छ होइन, अझै धेरै मेहनत छ, अझै धेरै चुनौती छ। तपाईँ एक दिन मात्रै ड्युटी स्टप गर्नुभयो भने तपाईँको म्यानेजर अथवा तपाईँको सुपरभाइजरले तपाईँलाई पैसा काट्नेदेखि लिएर तपाईँलाई अफ गरेर ड्युटी नै नहो भनेर राख्छ। तर आज डिएक्सनको यात्रामा तपाईँले आफ्नो चोइसले, तपाईँ आफ्नो मर्जीले आज म डिएक्सन अफिस आउँदिनँ है भन्दै गर्दाखेरि तपाईँलाई कसैले यहाँबाट चाहिँ तिमी किन आएन, तिम्रो लागि भोलि नआऊ है डिएक्सन अफिस भनेर कोही हुनुहुन्छ भने हात उठाउनुहोस्। तपाईँको स्पोन्सरले तपाईँलाई त्यस्तो भन्नुहुन्छ? बिल्कुल भन्नुहुन्न। किनभने उहाँहरूले डिएक्सन कहिल्यै पनि स्पोन्सरको लागि भनेर उहाँले गराउनु भएको होइन। डिएक्सन भनेको खुद तपाईँ आफै गर्नुहोस्, तपाईँको जीवन परिवर्तन गर्नुहोस्। सक्नुहुन्छ भने तपाईँले आफूले आफूलाई बनाउनुहोस् भनेर तपाईँ र मलाई हाम्रो स्पोन्सरले यो डिएक्सन प्लेटफर्ममा आबद्ध गराइदिनु भएको थियो। ताकि तर हामी आफै नै पछाडि हट्यौँ भने न त हामीले आफूलाई चिन्छौँ, न त तपाईँ र मैले हाम्रो जीवनमा केही न परिवर्तन गर्न सक्छौँ, न त हामीले चाहेको जस्तो कुराहरूलाई जिन्दगीमा एचिभ गर्न सक्छौँ। तर आज एक बाई एक गर्दाखेरि तपाईँ र मैले अलिकति बचेको समयलाई मात्रै दिँदाखेरि आज हामीले मान सम्मान रेस्पेक्टदेखि लिएर हरेक कुरा चाहिँ पाएको छौँ। यो भनेको हाम्रो लागि सौभाग्यकै कुरा हो। साँच्ची नै एकचोटि डिएक्सन वर्ल्डको लागि जोरदार ताली।